नमस्ते साथीहरु, तपाईहरुलाई फेरि पनि स्वागत छ पिटी हब नेपालमा। तपाईहरुको सामु लिएर आएको छु 520A टच लाइट। यो चाहिँ मल्टिफंक्सन टच लाइट हो र यो गाउँ घरतिर र अथवा ट्रेकिङ जाँदा पनि जान सक्छ। अनि यो चाहिँ पकेटमा राम्रोसँग अट्छ। यसमा चाहिँ पिक्चर चाहिँ सानो एउटा छ र जुम फंक्सनल देखाइएको छ। यो चाहिँ वाटरप्रुफ, यसमा चाहिँ विभिन्न किसिमका लाइटहरु हामीले बाल्न सक्छ। ल ओपन गरौँ है। वाउ, भेरी नाइस। एउटा सानो टर्च लाइट छ अनि यसमा क्लिप पनि छ। यो जस्तै ट्रेकिङहरु जाँदाखेरि चाहिँ हामीले पकेटमा राखेर अथवा ब्यागमा राखेर जान सक्छौं। अनि यहाँ चाहिँ एउटा डोरी पनि छ। डोरी चाहिँ यसभित्र राखेर हामीले ब्यागसँगै अट्याच गर्न सक्छौं। अनि यसमा चाहिँ USB to Type C केबल पनि छ। मैले पहिलेदेखि युज गरिरहेको टर्च लाइट हो। अनि यो चाहिँ मलाई अलिकति राम्रो लागेर तपाईहरुको सामु लिएर आएको छु। यो चाहिँ प्राइसको हिसाबले धेरै सस्तो छ। यो 20 to 25 दिरहममा आउँछ र पनि कहाँ पाउँछ म तपाईहरुलाई यसको लोकेसन दिन्छु। फुल चार्जमा 1 घण्टा आदि जस्तै 1.5 घण्टा जति हामीले चलाउन सक्छौं। टाढाको लागि पनि छ, एकदम उज्यालो, नजिकको पनि। यो चाहिँ जुम लेन्स हो। यो चाहिँ एक प्रकारको व्हाइट लेजर लाइट पनि हो। अनि यसमा चाहिँ मल्टिफंक्सनल यो एउटा बटन छ। बटन एउटाबाट चाहिँ तपाईले छोटो लाइट पनि बाल्न सक्नुहुन्छ। त्यो भनेको चाहिँ यसमा म्याग्नेट छ। यो म्याग्नेट चाहिँ तपाईहरुले केही फलामको उसमा अट्याच गरेर राख्न सक्नुहुन्छ। सानो क्यारी ब्यागमा पनि हाल्न सक्छौं अनि सजिलो हुन्छ। IPX5 रेटिङ दिएको छ। भिडियो राम्रो लागेको छ भने लाइक, शेयर र सब्स्क्राइब गर्नु होला र अर्को भिडियोको लागि स्टे ट्युन। बाइ बाइ।